मलेसिया आउनुभन्दा पहिला तपाईँ कुनै देश जानुभएको त्यस्तो केही घटना? म मलेसिया आउनुभन्दा अगाडि म दुबई गएको थिएँ। त्यहाँ पनि राम्रै थियो होला? कति वर्ष ठिकै तपाईँ थियो। त्यहाँ बस्नुभयो? 30 महिना बसेँ अनि राम्रो सेलरी थिएन। अनि त्यसपछि फर्केर आएँ। यो हाम्रो सेलरीको 1 रिङ्गेट पनि काट्नु पाउँदैन भनेर हामीले 50 जना थियौँ। हामी 50 जनाले नै विरोध गऱ्यौँ त्यो कुरालाई। हेलो नमस्ते अल्लासो फ्याफुल्ला सबैले एकमुष्टमा जो जसले मेरो यो फेसबुक प्रोफाइललाई हेरेर अहिलेसम्म साथ दिँदै यहाँसम्म आइपुग्नु भएको छ र अहिलेसम्म देश तथा विदेशबाट जसले मलाई हेरेर चिन्ने नचिन्ने सबैले साथ सपोर्ट गर्दै आइरहनु हुने तमाम दर्शकबिनहरूलाई स्वागत गर्दै आज मसँग केही तिता मिठा कुराकानी गर्नको लागि मेरो साथमा उपस्थिति भइसकेको छ। उहाँकै वचनबाट उहाँको परिचय आज हजुरहरु माझ राख्न गइरहेको छु। हजुरको परिचय भनिदिनुस् न। सबैजनालाई नमस्कार। मेरो नाम गोविन्द बिके। मेरो घर रामपुर 7 पाल्पा किसनबारी, हाल भन्ने मलेसियाबाट। ओके, हजुर अहिले मलेसियामा आउनु भएको कति वर्ष भयो? म मलेसियाको लगभग 3 वर्ष पुग्यो र 4 मा रनिङ हुँदैछ। 3 वर्ष। अब मलेसिया आउनुभन्दा पहिला तपाईँ कुनै देश जानुभएको त्यस्तो केही घटना? म मलेसिया आउनुभन्दा अगाडि म दुबई गएको थिएँ। दुबईमा तपाईँ कुन सेक्टरमा जानुभएको थियो? म दुबईमा एउटा सेल्सम्यान। त्यहाँ पनि राम्रै थियो होला? कति वर्ष ठिकै थियो। बस्नुभयो? 30 महिना बसेँ अनि राम्रो सेलरी थिएन। अनि त्यसपछि फर्केर आएँ। हामी हामी नेपालीहरूको विडम्बना भनेको यही नै छ। अब नेपालमा हुँदाखेरि मेन पावरले धेरै ठुला कुरा गर्दै गफ गर्दै अब देखेको जस्तै आफ्नै कम्पनी खोलेर बसेर जस्तै गरेर ठुला कुरा गफ दिँदै हामी जस्ता सिधा साधा नेपाली जनताहरूलाई यसरी नै विदेशमा लडाई फगाई गर्दै पठाइदिएको हुन्छ। तर पनि त्यहाँ गएपछि भने जस्तो सेवा सुविधा नपाएर बिचमै फर्किनु पर्ने कतिको त बिचरा अब बिचैमा एक्सिडेन्ट भएर पनि अब नराम्रो तरिकाले फर्किनु पर्ने हामीले देखिरहेको छौँ। र तपाईको अनि त्यसपछि दुबईबाट फर्केर आएपछिको चाहिँ नेपालमा तपाईले के गर्नुभयो? अनि दुबईबाट फर्केर आएपछि म नेपालमै लगभग 12-13 वर्षसम्म नेपालमै बसेँ। नेपालमा मैले फर्निचरको काम गर्थेँ। अनि फर्निचरको काममा पनि त धेरै राम्रो हुन्छ नेपालमा त। फर्निचरको काममा अब नेपालको काम हजुरलाई पनि राम्रोसँग थाहा छ, किनकि काम भए तापनि राम्रो सेलरी हुँदैन, पैसा हुँदैन, राम्रो तलब हुँदैन। काम गऱ्यो महिनामा हिसाब लिने बेलामा उल्टै साउलाई तिर्न पर्ने हुन्छ, किनकि अगाडि नै पेस्की ल्याइसकेको हुन्छ। हिसाब गर्दाखेरि उल्टै साउलाई तिर्न पर्ने हुन्छ। त्यो कारणले गर्दा त्यो समस्याले गर्दा म नेपाललाई छोड्नु पर्ने बाध्यता भयो। हजुर। अहिले तपाईँ मलेसिया आएपछि अब यहाँ मलेसियामा तपाईँले नेपालमा गरेको काम र यहाँ मलेसियामा गरेको काममा तपाईँले कतिको भिन्नता पाएको छ? अहिले म मलेसियामा त म फर्निचरमा होइन, म सेक्युरिटी गार्ड हो। काम त्यही हो, किनकि म नेपालमा पनि फर्निचरको काम भनेपछि अब काठमुढाको काम हुन्छ, बलको काम हुन्छ, हार्ड काम हुन्छ। मलेसियामा सेक्युरिटी गार्ड हो, तर सेक्युरिटी गार्ड भए पनि यहाँ हाम्रो छुट्टी छैन। महिनाको 30 दिनको 30 दिनै काम गर्नुपर्छ। उहाँ भने नेपालमा भने हप्ताको 1 दिन छुट्टी लिन्थ्यो अनि आरामले काम हुन्थ्यो, किनभने आफ्नै ठाउँ आफ्नै गाउँ होइन, र परदेशहरूको परदेशै हुन्छ। त्यो कारणले गर्दा यति फरक छ। तपाईँले नेपालमा आफै रोजगारी गरेको हुँदै पनि नेपालमा फर्निचरको काम गर्दै हुनुहुन्थ्यो भन्नुभयो। त्यो फर्निचर काम नेपालमा एकदम धेरै राम्रो, अहिले मार्केटिङ राम्रै छ फर्निचर काममा। हजुर। तपाईँ त्यो फर्निचरको काममा गर्दै पनि तपाईँले विदेशको यात्रा चुन्नुपर्ने कारण चाहिँ खास के थियो त्यस्तो? मैले अगाडि नै भनिहालेँ, नेपालमा बसेर कमाइ गऱ्यो भने हामीले विभिन्न समस्याहरू पर्दाखेरि हामीले तलब आउनुभन्दा अगाडि नै हामीले साउसँग पैसा मागिसकेका हुन्छौँ। अनि महिना मरेर हिसाब गर्दाखेरि उल्टै साउलाई पैसा तिर्न पर्ने यस्तो परिस्थिति आउँछ। त्यो कारणले गर्दा मेरो खर्च पनि अलिक फ्यामिलीवाला भएको कारणले गर्दा मेरो खर्च ठुलो थियो। मेरो खर्च धान्न नसक्ने कारणले गर्दा म नेपाल छोडेर मलेसिया आउनु पर्यो। हजुर, दर्शकवृन्द, हामी जस्तो युवाहरू अहिले दर्जनौँ विदेशको लागि यात्रा गर्नको लागि दर्जनौँ अगाडि लगिरहेको हुन्छ। हामीले यो स्वयं देखिरहेको छौँ। अनि तपाईँ अहिले मलेसियामा
आउँदाखेरि सेक्युरिटीमा आउनुभयो नेपालबाट। जुन नेपालबाट मेन पावरले तपाईँले जुन भनेर पठाएको सेवा सुविधा यहाँ तपाईँले पाउनुभयो कि भएन सेक्युरिटीमा आउँदाखेरि? म मलेसिया आउनुभन्दा अगाडि नै मेन पावरले मलाई भनेको थियो 30 दिनको 30 दिनै ड्युटी हुन्छ, 12 घन्टा ड्युटी हो, अनि छुट्टी हुँदैन भनेर उसले भनेको थियो है। अनि 2000 सेलेरी हुन्छ, मलेसियाको 2000 रिङ्गेट सेलेरी हुन्छ भनेको थियो। त्यो सेलेरी जे भनेको थियो मेन पावरले त्यो A to Z भयो। अनि काम पनि त्यस्तै भयो किनकि छुट्टी छैन। त्यो मेन पावरले मलाई झुट बोलेको थिएन, किनकि जे थियो त्यही मेन पावरले भनेको थियो र म मेरो बाध्यताले गर्दा म नाइ भन्न सकिनँ अनि म आउनु पर्यो। हजुर, तपाईँले भनेपछि नेपालमा मेन पावरले जुन तपाईँले सेवा सुविधा भन्नुभयो त्यो तपाईँले यहाँ प्राप्त गर्नुभयो भनेपछि तपाईँ सन्तुष्टि नै हुनुहुन्छ सेक्युरिटीमा अहिले आएर? मेन पावरले भनेको जस्तो काम होइन, भनेको जस्तो ड्युटी, भनेको सेलरी, भनेको तपाईँले टाइम टेबल सबै मिलेको भएर तपाईँले अहिले भनेपछि मलेसियामा सेक्युरिटीमा सन्तुष्टि नै छ? सन्तुष्टि हुनपर्छ, किनकि यो भनेको हाम्रो देश होइन, यो विदेश हो। सन्तुष्टि भएन भने म यहाँ बस्न पनि गाह्रो हुन्छ नि त। अनि त्यो अर्को कुरा के हो भने यदि मेन पावरले मलाई झुट बोलेर मलाई फसाएको भएदेखि मलाई धेरै गाह्रो हुन्थ्यो। किनकि मेन पावरले जे कुरा छ त्यही कुरा भनेको थियो। 12 घन्टा ड्युटी, महिनामा छुट्टी छैन, 2000 सेलेरी हुन्छ भनेको थियो। अनि बस्न कम्पनीको हुन्छ, खाना आफ्नो हुन्छ भनेर भनेको थियो। जे मेन पावरले भनेको थियो त्यही भएको कारणले गर्दा मलाई खासै त्यस्तो फरक परेन। भनेपछि तपाईँ मलेसियामा आउनुभएको अहिले कति वर्ष भयो? मलेसिया आएको म अघि पनि भनिहालेँ सुरुमा, मलेसिया आएको म यो जनवरी 3 तारिक पुरा भएर अब जनवरी 3 तारिक 3 वर्ष पुरा भयो है। जनवरी 3 तारिक 3 वर्ष पुरा भएर 4 वर्षमा सुरु भयो। भनेपछि तपाईँको मलेसिया फर्स्ट पटक आउँदै हुनुहुन्छ मलेसियामा? मलेसिया फर्स्ट पटक भनेपछि तपाईँले मलेसिया आउँदाखेरि नेपालबाट मलेसिया आयो, पहिला तपाईँ दुबई जानुभयो भन्नुभयो। दुबई र मलेसियामा तपाईँले के फरक पाउनुभयो? यहाँको वातावरण, यहाँको दृश्य, त्यस्तोमा के फरक पाउनुभयो यहाँ? एकदमै राम्रो प्रश्न गर्नुभयो हजुरले। मलाई यस्तो लाग्छ कि हाम्रो नेपाली दाजुभाइहरू मलेसियामा धेरैजना यतै आएर मलेसियामै बसिरहनु भएको पनि छ। किन होला भनेर मैले सोच्दथेँ नेपालमा गएर। किनभने यहाँ मैले जस्तो नेपालमा त्यो कुरा सोचेको थिएँ नि त, नेपालमा दाजुभाइहरू गएर मलेसियामा किन हराउँछ होला, किन त्यस्तो गर्छ होला भनेर सोचेको थिएँ। किनभने यहाँ विकासले गर्दा त हाम्रो देश होइन जस्तो लाग्छ। यहाँ मलेसियामा धेरै डेभलप छ, धेरै विकास छ हाम्रो देशभन्दा। तर भौगोलिक हिसाबले हेर्ने भने डाँडाकाँडा, हावापानी, यहाँ A to Z सेम टु सेम हाम्रो नेपाल जस्तै छ। त्यो कारणले गर्दा पनि मलाई मलेसिया, दुबईभन्दा पनि मलेसिया ठिक लाग्यो। किनभने दुबई भनेको जताततै मरुभूमि नै मरुभूमि, बालुवा नै बालुवा। त्यता दुबईमा हरियो भनेको हरिया डाँडा पाखाहरू भनेको देख्न पाइँदैन। तर मलेसियामा डाँडाकाँडा, वनपाखाहरू, हावापानी, पानी आउने है। यदि कुनै दिन गर्मी भयो भने त्यो दिन पानी आउँछ अनि शीतल हुन्छ। र मैले दुबईमा एसी नहुँदाखेरि बस्न गाह्रो हुन्छ भने मलेसियामा एसी बिना पनि बस्न सकिन्छ। त्यो मलाई किन राम्रो लाग्यो। अनि तपाईँ मलेसियामा आएर सुरुमा तपाईँ सेक्युरिटीमा आउने बेलामा, अहिले त तपाईँ पुरानो भइसक्यो, तपाईँले धेरै अनुभव भइसक्यो। सुरुमा तपाईँ मलेसिया आउने बेला तपाईँले कतिको के समस्या त्यस्तो के त्यस्तो घटेको केही घटना छ त्यस्तो सुरुमा आउँदाखेरि? जुन अब तपाईँले भाषा नजान्दाखेरि, बोल्न नजान्दाखेरि त्यस्तो केही घटेको घटनाहरू केही छ सुरुको? सुरुको घटना भन्नु पर्दाखेरि हामी आएको सुरुकै महिनामा हाम्रो कम्पनीले पहिल्यै सेलेरी काट्ने कुरा गर्यो है। काट्ने कुरा गर्यो 2000 रुपियाँ। हामी 22 जनाको ग्रुप थियौँ र हामी पछि 28 जना आएको थियो। टोटल 50 जना। 50 जनाको ग्रुपको प्रत्येकजनाको 2000 रुपियाँ काट्ने, 2000 रिङ्गेट, यहाँको रिङ्गेट 2000 रिङ्गेट काट्ने प्रत्येक महिना। एकैचोटि होइन, प्रत्येक महिनामा 3-4 महिना गरेर 500 रिङ्गेट काट्ने भन्ने कुरा गरेको थियो। र
र त्यो कुरा गर्दाखेरि त्यो कुरा हजुरको कुरा मैले बिचैमा काटेँ। हजुर त्यो कुरा नेपालमा हुँदाखेरि तपाईँले मेन पावरमा त्यो कुरा जानकारी थियो कि थिएन? यो कुरा मेन पावरमा जानकारी थिएन। त्यो कुरा तपाईँले यहीँ आएपछिको सायद मेन पावरले जानकारी गरेको भए हामीले आवाज उठाउने थिएन। आवाज म उठाउने भन्दैछु यो कुरा मलाई पुरा गर्न दिनुहोस्। अनि त्यसपछि अब हामी मलेसिया आउनको लागि हामी झन्डै 3 लाख जति हामीले खर्च गरेका छौँ। किनकि यहाँ नेपालमा हामीले आफ्नो कमाइ होइन, यो हामीले ऋण खोजेको कर्जा हो, यो हाम्रो ऋण हो है। कसैले 100 कडा 3 को दरले ब्याज काटेको छ, ऋण लिएको छ भने कसैले 4 को दर 100 कडा 4 को दरले ऋण लिएको छ होइन। अनि यदि हाम्रो चाहिँ प्रत्येक महिनाको 500 रिङ्गेट काट्यो भने हाम्रो पैसा बच्दैन, त्यही भित्र खानु पर्यो। अनि यदि हाम्रो चाहिँ प्रत्येक महिनाको 500 रिङ्गेट काटेर 4 महिनासम्म काट्यो भने त हाम्रो ब्याज बढेर कहाँ पुग्छ? त्यो कारणले गर्दा हामी सबै साथीहरू मिलेर हामीले आवाज उठायो, हुँदैन अहिलेलाई। किनकि हामीलाई मेन पावरले भनेको भएदेखि त हामी शान्त बस्थ्यौँ होला। यो कुरा हामीलाई मेन पावरले जानकारी गराएको थिएन। अनि एकदमै अचानक यो कुरा निकाल्दाखेरि हामीलाई अचम्मै लाग्यो। किनकि यो भनेको हाम्रो लागि एकदमै अचम्मको कुरा भयो। भर्खरै पहिलो सेलेरी आएको छ, त्यही भित्रमा 500 रिङ्गेट काट्ने भन्दाखेरि हामीलाई अलिकति हामीलाई सहेन, हामीलाई दुःख लाग्यो है। त्यो कारणले गर्दा हामीले हुँदैन, यदि काट्ने हो भने पहिला हामीले ऋण तिर्न देऊ, हाम्रो ऋण तिर्न देऊ। 1 वर्षपछि काट्ने नै हो भने 1 वर्षपछि काट, होइन भने 1 वर्षभन्दा अगाडि हाम्रो सेलेरीको 1 रिङ्गेट पनि काट्नु पाउँदैन भनेर हामीले 50 जना थियो, हामी 50 जनाले नै विरोध गऱ्यौँ त्यो कुरालाई। अनि त्यसपछि हामी ड्युटी नै गएनौँ, ड्युटी नै गऱ्यौँ। अनि त्यसपछि हामीलाई हामी 2 जना थियौँ, एकजना नाइके भनौँ न मेन म यो कुराको मेन म र अनि एकजना मधेसको एकजना भाइ हुनुहुन्थ्यो। आवाज उठाउने सुरुमा पैसा आयो, थोरै आयो, किन आयो भन्दाखेरि यसरी काट्ने भन्यो। अनि त्यसपछि त यो हुँदैन भनेर त्यति बेला हाम्रो के भन्थ्यो भने सबैजना जति नयाँ मान्छेहरू छ नि सबैजना एकै ठाउँमा भेला भएर पैसा दिन्थ्यो एक एकजनालाई गरेर। हामी त्यति बेला तपाईँहरू सेलेरी खातामा हालिदिनुहुन्थ्यो कि क्यास गर्नु? ह्यान्ड क्यास दिन्थ्यो। एकै ठाउँमा सबैजना भेला भएको समय पनि परेको थियो। त्यो कारणले गर्दा संजोग पर्यो। पैसा सेलेरी थोरै आएको छ अनि किन आयो भन्दाखेरि यसरी पैसा काट्ने भन्दाखेरि हामीले कुरा उठायो। त्यसपछि हामीलाई सपोर्ट गर्यो, अरू सबैजना एकै ठाउँमा थियो, त्यो कारणले गर्दा हामीलाई सपोर्ट गर्यो। अनि त्यसपछि हामीले के भन्यो भने यदि यो पैसा पुरा गऱ्यो भने हामी काम गर्छौँ, होइन भने हामी काम गर्दैनौँ, हामी छोड्यौँ। अनि त्यसपछि भोलिपल्टबाट हामी ड्युटी नै नजाने भन्ने कुरा गर्दै थियौँ हामी। अनि त्यसपछि हामीलाई बोलायो छलफल गर्नुको लागि। हाम्रो बोस मेन बोसले हामीलाई बोलाएपछि हामी गयौँ, छलफल गऱ्यौँ। भाइहरू यो महिनाको सेलेरी जसरी पनि काटिन्छ, तर अर्को महिनाको सेलेरीबाट तिमीहरूको काटिँदैन, 1 वर्षसम्म काटिँदैन। त्यसपछि चाहिँ यो काट्नुपर्छ, किनकि यो सेक्युरिटीको इमर्जेन्सी, यो सेक्युरिटीको तिमीहरूकै हितको लागि हो। सेक्युरिटी कोस्टमा बस्छ यो पैसा। तिमीहरूलाई अचानक केही पर्ला, केही समस्या होला, घर जानु पर्ला, यो पैसाले तिमीहरूलाई काम दिन्छ भनेर भन्दै थियो। तर हामीले चाहिँ हुँदैन, यदि काट्ने हो भने 1 वर्षपछि काट्नु, तर अहिले फिलहाललाई नकाटिदिनु होला भनेर हामीले रिक्वेस्ट गरेका थियौँ। अनि त्यसपछि उहाँहरूले अहिलेसम्म काट्नु भएको छैन। सुरुकै महिना 1 महिना 500 रिङ्गेट काट्नु भयो, त्यसपछि अहिलेसम्म उहाँहरूले काट्नु भएको छैन। सायद यो कुरा तपाईँले मेन पावरमै जानकारी भएको भए पैसा काट्छु भनेर यसरी महिनाको 4-500 मिलाएर 2000 सम्म चाहिँ त्यहाँ गएर मलेसियामा गएपछि पैसा काट्छ भने तपाईँलाई जानकारी भएको भए सायद यो कुरा नेपालमै तपाईँहरूले आवाज उठाउँथ्यो होला। र फेरि जुन तपाईँले त्यहाँ लागत बुझाउनु पर्ने थियो मेन पावरमा 3 लाख 4 लाख 2 लाख लागत बुझाउन लागतमा तपाईँले त्यसमा केही तलमाथि गरेर सायद बुझाउने थियो होला। तर नेपालमा जानकारी नभएको डाइरेक्ट यहाँ आएपछि एकैचोटि, त्यो पनि पहिलो महिनाको सेलेरी आफ्नो दिने बेलामा त्यो कति खुसी हुन्छ त्यो बेलाको, होइन? आफूले मेहनत गरेको सुरुको सेलेरी विदेश आएर पाएको बेलाको त्यही बेला तपाईँले त्यो बेला 300-400 पैसा काटेर दिनु भनेको त एकदम दुःख लाग्दो घटना हो, होइन? अब त्यो कुरा फेरि त्यसपछि तपाईँहरू सबै मिलेर आवाज उठाउनु भयो। आवाज उठाएपछि त्यो कुरा फेरि सबै सहज तरिकाले नै मिल्यो, होइन? त्यसपछि सहज तरिकाले मिल्यो।
अनि त्यसपछि चाहिँ भनेपछि अब अहिलेसम्म भने त्यसरी सेलेरी त्यसरी काटेको छैन। हजुर। त्यसपछि अहिले त्यसो भए तपाईँहरू सेलेरी राम्रोसँग पाइरहेकै छ, हजुर भनेको जस्तो सेवा सुविधा अहिलेसम्म भइरहेको छ। ठिकै छ जे भनेपछि अहिले र पहिलामा के फरक छ? पहिला तपाईँ नयाँमा आउँदाखेरि तपाईँ केही भाषा जान्नुहुन्न थियो होला सायद, होइन? मलेसिया फर्स्ट टाइम भन्नुभयो, यहाँको भाषा नजान्दाखेरि अलिकति दुःख त्यस्तो त पीडा त हुन्छ नै, छँदैछ, होइन? त्यो तपाईँ पहिलोपटक यहाँ मलेसिया आउने बेला पहिला सुरुमा भाषा नजान्दाखेरि त्यस्तो केही घटेको घटना, त्यस्तो केही अब कसैले त्यस्तो केही बोलेको वचन केही त्यस्तो हुन्छ नि, यस्तो यस्तो बोलेको त यस्तो रहेछ अहिले त भन्ने खालको यस्तो केही त्यस्तो घटना त्यस्तो केही छ? त्यस्तो भन्नुपर्दाखेरि केही त छैन, तैपनि भाषा जान्नु र नजान्नुमा धेरै अन्तर फरक छ है। धेरै फरक पर्छ। किनभने यदि भाषा जान्यो भने उसले के कुरा भनेको छ हामीले बुझिन्छ र हामीले फर्काउन उत्तर त्यसको जवाब दिन हामीले सकिन्छ भने, यदि हामीले भाषा जानेनौँ भने उसले के भनेको त्यो कुरा हामीले थाहा पाउन सक्दैनौँ, त्यो कुरा हामीलाई थाहा हुँदैन। त्यो कारणले गर्दा भाषा नजानेको भन्दा जानेको राम्रो हो। तर मलाई त्यस्तो खासै सुरुदेखि अहिलेसम्म त्यस्तो गाह्रो समस्या भन्ने आएको छैन। भनेपछि तपाईँको लाइफमा अहिले मलेसिया आएपछि पो घटना त्यस्तो बिर्सिन नसक्ने त्यस्तो खालको त्यस्तो घटना त्यस्तो केही घटेको छैन? त्यसो भए सबै नर्मल तरिकाले चलिरहेको छ, अहिलेसम्म नर्मलै छ। यो त एकदम राम्रो कुरा हो। अहिले मलेसियामा आएर कति हाम्रो दाजुभाइहरू सेक्युरिटीमा आएपछि कतिको सेलेरी नदिने, कतिको भिसा नलगाइदिने कम्पनीले, होइन? कम्पनीले अब एउटालाई दिएपछि आफ्नो अब जुन अब सुरुमा आफ्नो जुन कम्पनीको त्यो भएको त्यो जुन नाम त्यो कम्पनीले वास्ता नगर्ने, अरूलाई दिइसकेपछि, होइन, जेसुकै गरोस् भन्ने खालको कुरा गर्ने। अनि त्यो सेक्युरिटीमा धेरै त्यस्तो छ, कम्पनी खोलेपछि कम्पनी ब्लक भएपछि अब कम्पनीले वास्ता नगर्ने त्यस्तो धेरै छ। भने तपाईँको त्यस्तो केही छैन, सबै नर्मल राम्रैसँग चलिरहेको छ? सबै नर्मल छ। हाम्रो कम्पनीले पर्मिट लगाउनु पर्यो भने जसरी हाम्रो 1 वर्षको पर्मिट सकेर पर्मिट रिन्यू गर्नुपर्छ नि, हाम्रो कम्पनीले आफैले ख्याल गर्छ। किनकि यो मान्छेको पर्मिट सकिँदैछ, अब यसले मेडिकल गर्नुपर्छ, यसले पर्मिट लगाउनुपर्छ भनेर हाम्रो कम्पनीले हामीले भन्दा पनि उसैले बढी ख्याल राख्दछ। ठिक छ, यो कुरो धेरै राम्रो। भनेपछि तपाईँको अहिले जुन कम्पनीको बोस, तपाईँ जुन कम्पनीमा काम गर्दै हुनुहुन्छ, तपाईँको कम्पनी चाहिँ जुन यो चाइनिजको पऱ्यो कि यो जुन हुन्छ नि लोकल यो मलाई यो एकदमै राम्रो कुरा गर्नुभयो है। यसको कुरा म हजुरलाई राम्रोसँग बताउँछु, प्रष्ट रूपमा भन्न चाहन्छु। यो हाम्रो कम्पनी यहाँको मलायुको नाममा रजिस्टर छ। यो कम्पनी हाम्रो जुन टिजिएस, हाम्रो कम्पनीको नाम टप गार्ड सेक्युरिटी टिजिएस, यो कम्पनी यहाँको मलायुको नाममा रजिस्टर छ। तर कम्पनी चलाउने भनेको यहाँका हाम्रो नेपाली दाजुहरू हुनुहुन्छ। एकजनाको नाम बालदोज र अर्काको नाम इन्द्र हो। मैले यो मिडिया मार्फत मैले उहाँहरूको नाम पनि खोलाएँ, त्यसको लागि म क्षमा चाहन्छु। किनकि तर अहिलेसम्म उहाँहरूले हाम्रो लागि केही कुराहरू पनि नराम्रो गर्नुभएको छैन। उहाँहरूले जे गर्नुभएको छ हाम्रो हितको लागि, हाम्रै राम्रोको लागि उहाँहरूले गर्नुभएको छ। त्यसको लागि पनि दाइहरूलाई, उहाँहरू बोसहरूलाई म धन्यवाद दिन चाहन्छु यो भिडियो मार्फत। ठिक छ, यो राम्रो, होइन? भनेपछि तपाईँले अब जुन मलेसिया आएपछि, होइन, मलेसिया आएपछि र नेपालमा हुँदाखेरि अब यो मलेसियाको 3 वर्ष भयो, होइन? 3 वर्ष हुँदैछ भनेपछि 3 वर्ष पुरा भयो, अब 4 वर्षमा सुरु भयो। तपाईँले यो के लाग्छ यहाँ मलेसियामा जुन अब हाम्रो नेपालमा त राम्रो समाचार सन्देश जाँदैन मलेसियामा बस्ने भन्ने बित्तिकै, नेपालमा हाम्रो त्यो नराम्रो समाचार नराम्रो सन्देश नै जान्छ, होइन? मलेसियामा हो भन्ने बित्तिकै। र यो मलेसियामा चाहिँ कस्तो हुँदो रहेछ त? नेपालीहरू आएपछि यहाँ मलेसियामा हराइदिने, होइन, वर्षौँसम्म यहाँ मलेसियामै बिताइदिने, नेपाल नजाने, घर परिवारलाई टाइम नदिने, त्यस्तो अब हुन्छ नि त्यो घटना घटेको भएर त्यो अहिले जुन हाम्रो समाजमा त्यस्तो नराम्रो त्यो समाज त्यो गइरहेको हुन्छ नि, त्यसकोलाई तपाईँ के भनेर नेपालमा जुन त्यस्तो नराम्रो सन्देशहरू गइरहेको छ, त्यस्तोको लागि मैले के भन्नुपर्ने त्यो कुराहरू। साँच्चै नै हजुरले एकदमै राम्रो कुरा उठाउनु भयो। यो कुरालाई पनि म हजुरलाई धन्यवाद दिन चाहन्छु। किनकि यो भिडियो हेरेर बस्नेहरूलाई पनि खुल्दुली छ नि, मलेसियामा यस्तो सुनेको छ। मेरी श्रीमतीले पनि यो भिडियो हेर्न सक्छ, होइन? उसले पनि
मलेसियामा यस्तो छ, मेरो श्रीमानले के गरेको छ होला भनेर उसलाई पनि खुल्दुली हुनसक्छ। तर म आज यो भिडियो मार्फत प्रश्न पार्न चाहन्छु। प्रिय दर्शकहरू, तपाईँहरूलाई म के भन्न चाहन्छु भन्दा मलेसियामा मात्रै होइन, यो विश्वभरि नै जहाँ पनि यदि खराब मान्छे छ भने त्यो जहाँ पनि बिग्रन्छ। सही हो। यो जहाँ पनि बिग्रन्छ। यदि त्यो मान्छे खराब छ भने त्यो जहाँ पनि बिग्रन्छ। मलेसियामा मात्रै होइन, जहाँ पनि त्यो बिग्रन्छ। यदि जो मान्छेले आफ्नो घर परिवारलाई सम्झिन्छ, आफ्नो व्यवहारलाई सम्झिन्छ अनि आफ्नो फ्यामिलीलाई सम्झिन्छ भने त्यो मान्छे बिग्रन धेरै गाह्रो छ। किनकि त्यसले धेरै कुराहरू सोचेको हुन्छ, आफ्नो भविष्यको कुराहरू, आफ्नो सन्तानको भविष्यको कुराहरू, आफ्नो फ्यामिलीको बारेमा धेरै कुराहरू सोचेको कारणले गर्दा ऊ त्यो मान्छे बिग्रिने सम्भावना धेरै कम हुन्छ। यदि बिग्रिने मान्छे हो भने अघि नै मैले भनिहालेँ, विश्वभरिको जुन देशमा गए पनि त्यो मान्छे बिग्रन्छ। भनेपछि तपाईँको भनाइअनुसार बिग्रिनको लागि मलेसिया आउनै पर्छ भन्ने छैन। छैन। अरू अन्य देशमा गएर पनि बिग्रिन सक्छ बिग्रिने मान्छे। एकदम। भनेपछि अहिले हाम्रो जुन नेपालमा जुन अहिले सन्देश जान्छ कि मलेसिया भन्ने बित्तिकै मान्छेले अलिकता नाक खुम्च्याउने होइन, त्यस्तै अलिकता मलेसिया पो हो भन्ने खालको जान्छ क्या। त्यो भनेपछि यहाँ मलेसियामा आएर सबै बिग्रिन्छ भन्ने छैन। अब बिग्रिनुमा चाहिँ कस्तो छ भने मलेसियामा त्यही मान्छेको हातको कुरा, उसैमा भर पर्ने कुरा, किनकि त्यसको स्वभाव कस्तो छ। हजुर, कस्तो मान्छेको स्वभावमा चाहिँ त्यो लाग्दैछ, कस्तो मान्छेको कुराहरू सुनिरहेको छ। हजुर। तर यहाँ मलेसियामा चाहिँ फेरि भन्छ नि मान्छेले हरेक कुरा फ्री छ। दारू पिन पाउने, घुम्न पाउने, जोसँग बोल्न पाउने, हिँड्न पाउने, एकदम सबै कुरा फ्री छ भन्ने खालको कुरा छ। त्यो विषयमा मान्छेले कसरी उ गरिरहेको छ यहाँ मलेसियामा। तर त्यो कुरा मैले यहाँ जुन कुरा मैले सुनेको, मैले नेपालमा पनि मैले सुनेको थिएँ यो कुरा। किनकि मलेसिया भनेको फ्री हो, फ्री कन्ट्री हो खानको लागि। अनि केटीहरू पनि प्रशस्त मात्रामा पाउँछ, खुल्ला पाउँछ भन्ने कुराहरू मैले नेपालमा हुँदा पनि सुनेको थिएँ। तर जे कुरा मैले नेपालमा सुनेको थिएँ त्यसको ठिक उल्टो, विपरीत भयो। त्यहाँ त्यस्तो खुल्ला छैन। यदि केटीकै पैसा लगाएर जाने हो भने त ठाउँ होला पनि होइन। तर किनकि म अहिलेसम्म गएको छैन, मलाई थाहा छैन। यदि त्यही केटीको पैसा लगाएर जाने हो भने त होला। तर पनि त्यो जुन नेपालमा जाने, नेपालमा मैले सुनेको थिएँ कि आफू बस्ने कोठाको रुमको अगाडिपट्टि बाहिरपट्टि लेडिज चप्पल राख्नुपर्छ, नत्र भने केटी छिर्छ भन्ने कुरा मैले पनि सुनेको थिएँ। कति तपाईँहरूले पनि सुन्नु भएको छ होला। प्रियहरू, यो कुरा भनेको एकदमै गलत हो। किनकि यो कुरा भनेको एकदमै गलत हो। त्यस्तो सजिलो तरिकाले यहाँ केटी पाउँदैन। यदि त्यो भनेको केटी पाउने ठाउँ भनेको सेपरेट छ। यो मलेसियाको गभर्मेन्टले छुट्टै तरिकाले त्यो ठाउँ दिएको छ। तिनीहरूले लाइसेन्स निकालेर हुन्छ कि के हुन्छ, एउटा कानुनी बमोजिम उनीहरूले आफ्नो धन्दाहरू चलाइरहेको छ होइन। तर पनि केटीको चप्पल आफ्नो रुमको अगाडि राख्नुपर्ने, आफ्नो रुमको बाहिरपट्टि राख्ने परिस्थिति त नि छैन। यो सबै झुट हो। भनेपछि मलेसिया भने जुन अहिले नेपालमा जुन यो सन्देश गइरहेको हुन्छ नेपालमा, जुन हामीले पनि सुन्दै आइरहेको नेपाल हुँदाखेरि पहिला जानेहरूले, अब कोठाको बाहिर चप्पल राख्नुपर्ने लेडिजको होइन, चप्पल राखेन भने केटी आउनेले लेडिज आउनेले भन्ने कुरा, यो चाहिँ भनेपछि अहिले मलेसिया आएर भोग्दै र देख्दै आउँदाखेरि चाहिँ यो जुन यो अहिले जुन त्यो भन्ने कुरा चाहिँ सबै विपरीत भइदियो। सबै झुट हो। भनेपछि यहाँ चाहिँ त्यो केटीको त्यस्तो बजार छैन चाहिँ यहाँ खासै मलेसियामा नभएको त्यस्तो जानकारी गर्न चाहन्छु। हो, यदि त्यो मान्छेले कुनै मान्छेले केटीकै खोजी गरेर जान्छ भने त अब त्यसले जुनै पनि हालतमा त्यसले त्यो ठाउँमा पुग्छ। त्यस्तो मान्छेले फेरि यो मलेसिया मात्र होइन, जुनै देशमा पनि छ यस्ता कुराहरू। जुनै देशमा गयो भने त्यो मान्छे बिग्रिने मान्छे बिग्रिन्छ नै। मलेसिया किन रोज्नु पर्थ्यो र? अरू देशमा हेर्दा र यो देशमा हेर्दै तपाईँले डेभलप त्यस्तो के भेटाउनु भयो मलेसिया र अरू देशमा? तपाईँ जुन दुबई बस्नुभयो भन्नुभयो, डेभलप भन्नुको अर्थ डेभलप यो सहरीकरणहरू यो त्यस्तो कि अथवा कुनै पनि यो जुन हुन्छ नि डेभलप भन्ने कस्तो भने यो जुन अब विकसित सिटीहरू जुन विकास भइरहेको हुन्छ। हजुर, विकासको रूप हेर्दाखेरि यो मलेसिया र अन्य देशहरूमा चाहिँ तपाईँले के फरक पाउनु? मलेसिया भनेको प्राकृतिक सौन्दर्यले पनि दिएको कुरा। किनकि यहाँ वन जङ्गलहरू छ, त्यसमा केही कुराहरू निकाल्यो भने केही कुराहरू
केही कुराको प्रोजेक्टहरू केही कुराहरूलाई एउटा विकासको रूप दियो भने प्राकृतिक सौन्दर्य र त्यो विकासले गर्दा एकदमै राम्रो देखिन्छ, हजुर एकदमै राम्रो जुन देखिन्छ, जुन जुन देशमा हरियाली वन जङ्गल छ त्यो देशमा धेरै सुन्दरता धेरै देखाउँछ राम्रो होइन? एकदमै सुन्दरता देखिन्छ। अनि यदि अरू देशमा भने अब साउदी कतार दुबई भनेको यिनीहरूले धेरै सङ्घर्ष गर्नुपर्छ हरियाली बनाउनको निम्ति, उनीहरूले आफै नै परिश्रम गर्नुपर्छ। किनभने यो चाहेर पनि यो साउदी दुबईतिर चाहिँ चाहेर पनि हरियाली बन्न धेरै होइन मुस्किल नै छ, किनभने त्यो एकदम मरुभूमि भइसक्यो ठाउँ हो नि त्यो त होइन? होइन अहिले म दुबईबाट आएको युएबाट आएको पनि झन्डै 15-16 वर्ष भयो अहिले। हजुर मलाई लाग्छ अहिलेको समयमा उनीहरूले पनि हरियाली बनाएको छ। उनीहरूले आफ्नै परिश्रमले उनीहरूले विभिन्न माटोहरूदेखि लिएर माटो ल्याएर अनि विभिन्न किसिमका बोट बिरुवाहरू लगाएर होइन अहिले हरियाली बनाएको छ, एउटा ग्रिन सिटी भनौँ न त्यस्तो रूपमा उनीहरूले विकसित गरेको छ भन्ने मैले चाहिँ सुनेको छु, नेटहरूमा पनि मैले देखेको छु। अहिले भन्यो भने कुनै कुनै ठाउँमा जुन असम्भव ठाउँ छ त्यो ठाउँमा तिनीहरूले गरेको छैन, तर जुन ठाउँमा सिटी छ नि त्यो ठाउँमा उनीहरूले हरियाली बनाएको छ र त्यसमा सौन्दर्य एकदमै राम्रो सौन्दर्यताले भरेको छ। किनकि विदेश भनेको हाम्रो देश नेपाल जस्तो होइन, किनकि एउटा प्रोजेक्टको काम गर्नको लागि महिनौ कुर्न पर्ने, वर्षौँ कुर्न पर्ने होइन, त्यस्तो होइन। किनकि उनीहरूले चाह्यो भने रातको रात उनीहरूले विकास गर्न सक्छ। यो विदेश होइन? विदेश हो। ठिक छ। अब भनेपछि यो मलेसियाको हावापानी सुन्दरता हरियाली वन जङ्गल खोला नाला जहाँसुकै छ हजुर भनेपछि यो मलेसिया र नेपालको त केही फरक भएन नि होइन? एकदमै मलेसिया र नेपालमा केही फरक भएन भनेपछि हाम्रो यो मलेसियामा चाहिँ फेरि कस्तो छ भने यो 12 महिना एक नास्ले मौसम यो चलिरहन्छ नि त, नेपालमा यो छैन होइन? अब यहाँ चाहिँ 12 महिना तपाईँको गर्मीको बेला गर्मी भने पनि छैन, जाडो भने जाडो पनि छैन होइन? गर्मी भयो भने पानी नै परिरहेको हुन्छ, अब जाडो भयो भने त्यो कुनै पनि मलेसियामा जाडो छैन। मलेसियामा जाडो भने छैन। यथार्थ कुरा गर्नु पर्दाखेरि मलेसियामा जाडो छैन, जाडो छैन, गर्मी हो। 12 महिना एउटै मौसम हुन्छ। यदि बेसी गर्मी भयो भने पानी आउँछ अनि शीतल हुन्छ। भनेपछि अब पछिल्लो चरणमा अब हामी जस्तो युवाहरू विदेश अब नआउनको लागि चाहिँ हाम्रो नेपालमा के हुनुपर्छ जस्तो लाग्छ तपाईँलाई सुरुमा? यो कुरा त मैले भन्दा पनि हामीलाई हेरिरहने दर्शकहरूलाई धेरै राम्रोसँग थाहा छ। मैले भन्नु पर्दा पनि सबैभन्दा पहिलो कुरा हाम्रो देशमा एउटा सिस्टम हुनुपर्दछ। हजुर सिस्टम छैन हाम्रो देश नेपालमा। हजुर जसले पनि जे पनि गर्न पाइन्छ, जे पनि छ सिस्टम हुनुपर्छ। र यदि कुनै कामको प्रोजेक्ट छ भने कुनै कामको प्रोजेक्ट सुरु गरेको छ भने त्यसलाई तोकिएको समयमा पुरा गर्न सक्नुपर्छ। किनकि त्यो हाम्रो नेपालमा छैन। हाम्रो नेपालमा छैन। त्यो तोकिएर धेरै समय कटेपछि पनि त्यो काम जस्ताको तस्तै छ। हजुर त्यस्तो अवस्था छ। भनेपछि तपाईँको भनाइको अनुसार नेपालमा चाहिँ के हुनु पर्यो भन्दा सुरुमा विकास हुनु पर्यो है? हजुर होइन? हामी जस्तो युवाहरू विदेश नआउनको लागि चाहिँ के हुँदैन भन्दा पनि सुरुमा सिस्टम भएन भने विकास हुन गाह्रो छ। फेरि पहिला सिस्टम हुनु पर्यो। सिस्टम भन्नुको अर्थ के हो भने अब जस्तै म फर्निचरमा काम गर्थेँ नेपालमा हुँदा, मैले मेरो कामलाई म आफ्नो कुन काम हो मैले गर्नुपर्ने के काम हो त्यो मैले आफ्नो तरिकाले राम्रोसँग पुरा गर्नुपर्छ। गर्न पाउनु नै पर्यो फेरि होइन? पाउनुपर्छ, पुरा गर्नुपर्छ। अनि हजुरले केही काम गर्नुहुन्थ्यो होला, हजुरले पनि आफ्नो तरिकाले त्यो कामलाई ठिक समयमा ठिक तरिकाले, यो नै सिस्टम हो। योजना बाबत रूपमा पुरा हुनुपर्छ। समयमा तोकिएको समयमा पुरा भयो भने बल्ल सिस्टम हुन्छ। अनि त्यसपछि बल्ल विकासका कुरा विकास हुन्छ एकदम। त्यो हुनलाई हाम्रो अहिले नेपालमा चाहिँ अब के हुनु जरुरी छ त फेरि त्यसको लागि? त्यो बनाउनलाई त अब हुन्छ नि एउटा, अहिले त हाम्रो नेपालमा अब त्यसको लागि के हुनु जरुरी छ? त्यसको लागि अब सबैभन्दा ठुलो कुरो राजनीति भनौँ न। राजनीति हुनु पर्यो। राजनीति भनेको अब राजनीतिको मान्छेले कुनै पार्टीको मान्छेले गल्ती गर्यो भने त्यही पार्टीको मेन जुन
मेन मान्छे छ नि त्यो पार्टीको मेन मान्छेले नै त्यसलाई ढाकछोप गर्छ, त्यसलाई लुकाउने काम गर्छ, हजुर उसको दोषहरूलाई प्रकट गर्दैन, देखाउँदैन, उसलाई निर्दोष साबित गर्न प्रयास गर्छ। हजुर त्यो नै मेन गल्ती हो। त्यो नै गल्ती छ एकदम राजनीतिमा हैन। एकदम एकदम भनेपछि अब अनि हाम्रो देश नेपालको कानुन भनेको गरिब दिन दुखीहरूलाई मात्रै हो हजुर एकदम है। त्यही सायद त्यही भएको कारणले पनि होला हामी युवाहरू सायद यो विदेशमा विदेशिनु भन्ने एउटा कुनै परिस्थिति आएको पनि सायद त्यो पनि हुनसक्छ एउटा होइन। त्यो पनि हो र हाम्रो देशमा विकास नहुनुको मेन अर्थ यही हो। अहिलेसम्म विकास हुन नसकेको हाम्रो देश नेपाल मेन कारण नै यही हो। हेर्नुहोस्, यदि सबैजनालाई नियम कानुन लाग्छ भने, बराबर नियम कानुन लाग्छ भने त्यो मान्छे डराउँछ है, उसले ठिक बाटो सुनाउँछ। अनि त्यसपछि जुन अब हाम्रो नेपालमा कुनै काम गर्नुको निम्ति कुनै ठेकेदारलाई प्रोजेक्ट दिन्छ, त्यो ठेकेदारलाई कुनै मतलबै छैन। 6 महिना बित्यो, 1 वर्ष बित्यो, त्यो टेन्डर त्यो जस्ताको तस्तै छ, काम पुरा भएको छैन। हजुरले पनि धेरै ठाउँमा देख्नु भएको छ होला, सायद मैले भन्नुभन्दा पनि हजुरलाई पनि राम्रोसँग थाहा छ। किनभने हजुर पनि त्यही देशको नागरिक हुनुहुन्छ, हजुर पनि नेपाली हो है। त्यो कारणले गर्दा यदि हामी नेपालीले हाम्रो देश नेपाल विकास हुनुपर्छ भन्ने हामीलाई लाग्छ भने सुरुमा चाहिँ भनेपछि नियम कानुन सबैलाई बराबर हुनुपर्छ, सिस्टम हुनुपर्छ र त्यसपछि देशलाई माया गर्ने एउटा साँचो देशभक्ति चाहिँ एकदम। दर्शकबिन आजको हाम्रो कुराकानी अब यस्तै अब पूर्व पश्चिम सबैतिरको एउटा हुन्छ नि, हिमाल पहाड तराई सबैतिरको एउटा उसलाई समेटेर हामीले अब एउटा छोटो सन्दर्भमा हामीले यसरी कुरा राखेको छौँ। हजुरहरूलाई आजको हाम्रो कुराकानी के कस्तो लाग्यो हेरेर प्रतिक्रिया र सरसल्लाह दिनुहोला पनि भन्न चाहन्छु। जस्तो लाग्छ त्यस्तै कमेन्ट, जस्तो हामीले बोल्यौँ, जस्तो अब हजुरहरूलाई लागेको छ त्यस्तो जस्ताको तस्तै हजुरले प्रतिक्रिया कमेन्ट मार्फत हामीलाई जानकारी गराउन पनि सक्नुहुन्छ। र आजको हाम्रो कुराकानी के कस्तो लाग्यो हजुरहरूलाई अन्तिमसम्म हेरेर हामीलाई माया गरिदिनु होला। यस्तै भिडियोहरू हामी फेरि पनि ल्याउन एउटा उग्र, एउटा जोस, एउटा जागर, एउटा मिलोस्। हजुरहरूको एउटा मिठो कमेन्ट, एउटा हजुरहरूको एउटा सल्लाह सुझावको कारणले गर्दाखेरि हामीले फेरि पनि अर्को भिडियो पनि ल्याउनको लागि हामीलाई एउटा ऊर्जा मिलोस् भन्दै आजको लागि हाम्रो निर्धारित समय अलिकता सकिँदै आएको भएको कारणले गर्दाखेरि हाम्रो कुराकानी अब अन्त्यमा आइपुगेको छ। अब अन्त्यमा हजुर के भन्न चाहनुहुन्छ? जुन अब देश नेपालमा अहिले चुनावको माहौल एकदम धेरै नै बढिरहेको छ होइन। अब सबैजना अब आफ्नो पार्टीलाई मजबुत बनाउन लागि ठाउँमा प्रचार प्रसार लागि हिँडिरहेको बेला अब यो जुन फागुन 21 गते हुन गइरहेको चुनावको लागि तपाईँले अब के भन्न चाहनुहुन्छ? म अब यो कार्यक्रमको अन्तिममा म के भन्न चाहन्छु भने हामीलाई हेरेर बस्नुहुने सम्पूर्ण दर्शकहरूलाई फागुन 21 गते चुनाव हुँदैछ नेपालमा। जसरी पहिलाको दिनको चुनावहरूमा जस्तै आफ्नो मान्छेहरूलाई, आफ्नो पार्टीलाई हाम्रो मान्छे हाम्रो पार्टी नभन्नु होला। किनभने हाम्रो पार्टी हाम्रो मान्छे भन्नुको कारणले गर्दा हाम्रो देश धेरै पछाडि परेको छ। अब भने राम्रो मान्छे र जसमा सम्भावना छ, यो मान्छेले केही गर्न सक्छ है भन्ने मान्छेलाई भोट दिएर जिताउनु होला। किनभने हाम्रो देश धेरै पछाडि परेको छ। अब हाम्रो देश अगाडि बढाउनु छ। यदि हाम्रो देशलाई विकासमा हेर्नु छ भने कृपया तपाईँहरूलाई बिन्ती गर्दछु, मान्छे चुन्नु होला, राम्रो मान्छे, सही मान्छेलाई चुन्नु होला, सही मान्छेलाई चुनेर भोट दिनु होला, ताकि असल मान्छे, राम्रो काम गर्न सक्ने एउटा जिम्मेवारी मान्छे, एउटा सक्षम मान्छे चाहिँ देशको एउटा ठुलो पदमा पुगेको होस्, त्यसको हातमा जिम्मेवारी भएको होस् र त्यसले चाहिँ हाम्रो देश नेपाललाई अगाडि बढाउन सक्छ। होइन भने आउने दिनहरूमा जस्तै हामीले गल्ती गऱ्यौँ भने फेरि पनि हाम्रो देश धेरै पछाडि पर्छ र हाम्रो भावी सन्ततिहरू पनि दुःख पाउँछन्। त्यो कारणले गर्दा कृपया आउँदै गरेको चुनावमा हाम्रो पार्टी हाम्रो मान्छे भन्नुभन्दा राम्रो मान्छे र राम्रो व्यक्तिलाई चुनेर भोट दिनु होला, यही भन्न चाहन्छु।
हस्त धन्यवाद दर्शकबिन, आजसम्म अब हजुरहरूको यो हजुरहरूले दिनुभएको छोटो यो समय यो हाम्रो लागि एकदमै अमूल्यमान रहेको छ र आज तपाईँले यहाँसम्म आएर हजुरको अमूल्य समय मलाई दिनुभएको छ, त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद। अब आउने दिनहरूमा हामी यसरी नै भेटघाट गर्दै कुराकानी अगाडि बढाइरहने छौँ। हजुरलाई पनि आजको लागि हामी छुटिन चाहन्छौँ। हस्त धन्यवाद। हजुरलाई पनि धेरै धेरै धन्यवाद। आज यस भिडियोमा आएर केही कुराहरू भन्ने, केही कुराहरू बोल्ने र हाम्रा सम्पूर्ण दर्शकहरूमा केही कुराहरू राख्ने समय दिनुभयो, त्यसको लागि पनि तपाईँलाई धेरै धेरै धन्यवाद। ओके, हस्त धन्यवाद। ओके।